हेलो गाइज नमस्ते। यो भिडियो चाहिँ यो घडीको विषयमा बनाउन गइरहेको छु। यो घडी चाहिँ हो क्यासियो रोयल क्यासियो A1200 जसलाई वर्ल्डमा क्यासियो रोयल पनि भनेर चिनिन्छ र यो घडी चाहिँ एकदम वर्ल्डभरि फेमस र मोस्ट वान्टेड पनि छ। सबैले चाहन्छ यसलाई। अनि यसलाई मैले किनेर लगाएको चाहिँ 3-4 मन्थ भयो र मैले यसलाई धेरै जग्गामा युज गरे, जस्तै डेली बेसिसमा अनि हाइकिङहरु जाँदाखेरि पनि युज गरे। अनि धेरै ड्युरेबल पनि छ। अनि यसको 100 मिटर वाटर रेजिस्टेन्स हो, त्यसैले आज वाटर रेजिस्टेन्ट टेस्ट गर्न गइरहेको छु। सधैँ यहाँ हामी स्विमिङ गर्ने गर्थ्यौं, तर एकदम खोला बढेको रहेछ। अनि आई लभ माई लाइफ, सो आइ एम नट गन रिस्क इट। म त हेर्दै जान्छु, तलतिर छ होला जग्गा। ओके, खोला यहाँनिर अलिक स्टेबल छ जस्तो छ। यहाँ खेल्न सकिन्छ मेबी। ओके, यहाँनिर पानी स्टेबल जस्तो छ हो। ओके ओके, आई पुट माई क्यासियो रोयल अन। मैले लगभग आधी घण्टा जस्तो स्विमिङ गरे होला यो लगाएर। अनि आज 3 दिन भयो, किनभने घडीमा चाहिँ आज पानीमा डुबेन, भोलिपल्ट जस्तो भित्रबाट बाफ निस्किन्छ। त्यही टेस्ट गर्नको लागि चाहिँ मैले 2-3 दिनसम्म पर्खेँ र अहिले पनि एकदम राम्रो चल्दैछ, केही बाफहरु भन्ने आएन। ओके, एन्ड एज यु क्यान सी इट्स पर्फेक्टली वर्किङ। सो थ्याङ्क यू सो मच फर वाचिङ, एन्ड इफ यु लाइक माई भिडियो प्लिज सब्सक्राइब।